तपाईलाई बाटो अरूले देखाउनेन, तपाई आफैले पाइला चालेर बाटो बनाउने हो। एउटा जङ्गलको छेउमा एउटा सानो बस्ती थियो जहाँ एक युवक पनि बस्थ्यो। उसको एउटा सपना थियो, पहाड पल्लोपट्टि भएको एउटा सहरमा जाने, केही सिक्ने र आफ्नो जीवन बदल्ने, जहाँ आजसम्म अरू कोही गएको थिएन। धेरै मानिसहरू भन्थे त्यहाँ जान जोखिमपूर्ण छ, आजसम्म कोही नहिँडेको बाटोमा किन हिँड्न चाहन्छौ, प्रश्न गर्नेहरू धेरै थिए। तर उसले कसैको कुरा सुनेन। बिहान एउटै हातमा धारिलो पन्थर र कोदाली बोक्यो। पहिलो दिन उसले जङ्गलको झाडी फाड्न सुरु गर्यो। उसको हातमा फोका उठे, शरीर थकाइले गल्यो। धेरै मानिस उसलाई देखेर हाँसे। बिस्तारै बिस्तारै उसले ढुङ्गा फुटाएर सिडी बनायो, अप्ठ्यारो ठाउँहरूमा पुल हाल्यो। अथक प्रयासपछि उसले पहाडको फेददेखि टुप्पोसम्म एउटा सुरक्षित बाटो निर्माण गर्यो। आज त्यही बाटो भएर गाउँका अरू मानिसहरू पनि सुरक्षित रूपमा सहर जाने आउने गर्छन्। गाउँलेहरू जो उसलाई सुरुमा देखेर हाँस्थे, पागल भन्थे, आज उनीहरू भन्छन्, कस्तो सजिलो बाटो बनाइदियो बाबु, तिमीलाई धन्यवाद। तर युवा मुस्कुराउँदै भन्छन्, बाटो कतै बनेको हुँदैन, हिँड्ने हिम्मत र बनाउने मेहनतले नै बाटो निर्माण हुन्छ। तपाईलाई बाटो अरूले देखाउनेन, तपाई आफैले पाइला चालेर बाटो बनाउने हो। सुरुमा अप्ठ्यारो अवश्य हुन्छ, तर निरन्तरता तपाईँलाई त्यहाँ पुर्याउँछ जहाँ तपाईँ पुग्न चाहनुहुन्छ। एन्ड डोन्ट फर्गेट टु फलो, लाइक, कमेन्ट। थ्याङ्क यू।